नमस्ते सबैजनालाई। म चाहिँ आज फरुवा कसरी टाइट गराउने भन्ने हजुरलाई सिकाउन गइरहेको छु। यो हेर्नु यसरी नाच्छ, यो काम छैन। हामी कृषकहरूले चाहिँ यो फरुवा यस्तो घुम्ने भयो, यस्तो यस्तो गर्ने भयो भने काम गर्नु धेरै गाह्रो हुन्छ। त्यस कारण यसलाई टाइट गरेर यो बिँडले, यसलाई बिँड भन्छ। यो फरुवाको पातो हो होइन। यो चाहिँ त्यसको अनुकूल गर्ने बिट गराएर टाइट गर्नुपर्छ। कसरी गर्ने भन्ने है। पहिला हामी यो सिँढी बाइकमा काटेर यसलाई अलि सानो गराएपछि यो बिँडमा दिन्छ। तपाईँहरूले यसको सट्टामा अर्को यसको सट्टामा काँटी पनि हाल्न सक्नुहुन्छ। म चाहिँ पहिला हाल्छु काँटी कुदाउने गरेर यो चाहिँ सानो उपयोगी छ। हेर्नु होला नाचिरहेको छु है। एकछिनको सुन्नु देखेको धेरै सोध्नु हेर्नु होला। मैले देख्नु होला यो बिँड कस्तो छ, यस्तो छ होइन। काम गरिदिने यस्तै हामी अनुकूल गर्ने गरेर यसरी हाल्ने, मिलेको मिलेन आफूले चेक गर्ने। होइन भने यसलाई अझै सानो गराउनु पर्छ। मैले अझै सानो गराउँछु। तपाईँको हात काट्न सक्छ, ध्यान दिएर गर्नु होला। अब हेरौँ है। अब हेर्नुहोस्, म यसलाई पहिल्यै मसियाले अलिअलि मिलाएर ठोक्छु अनि त्यसपछि अलिक उता गएर टाइट भयो। यो हामीले बिँड गराउनु आइसक्यो। कतिजना आइसकेको छ। अब टाइप गर्छु लागि माथि आइसक्यो। माथि आइसक्यो। अब टाइट हुन्छ। अब फाइनल गाइज हाम्रो फरुवा एकदम टाइट भएको छ। अब जति नाच्दैन। अब हामी जान्छौँ।